आजसम्म हाम्रा जति नेताहरू पनि आए सत्य बोल्न डराए। सत्य बोल्न डराए अथवा सत्य बोल्न दिएन अथवा सत्य बोल्दाखेरि जनता रिसाउँछन् भन्ने लाग्यो। तर बालेनले सत्य बोले। के सत्य बोले भनेपछि भारतले पनि नेपालमा कुनै क्षेत्रहरू दाबी गरिरहेको छ र नेपालले पनि भारतमा कुनै क्षेत्रहरू दाबी गरिरहेको छ। छिमेकी भएपछि अभियसली यो भइहाल्छ। यसमा कुरो के हो भनेपछि तपाईँ राष्ट्रवादी हुनु, देशभक्ति हुनु भनेको चिच्याउनु अथवा प्रमाण तथ्य बिना नै तपाईँको हुलहुज्जत गरेर नाराबाजी आन्दोलन गर्नु भनेको राष्ट्रभक्ति होइन। हेर्नुहोस्, सत्यलाई त स्वीकार्नु पर्यो। पहिला सत्यमा टेकेर नै संवाद गर्ने हो। सत्यमा टेकेर नै छिमेकीसँग संवाद, कूटनीति, पहल यो कुराहरू त सत्यमै टेकेर हुन्छ होला, हैन? हामीहरूले बाहिर चर्को राष्ट्रवादी नारा लाएर भित्रभित्रै देश बेच्यो भने के हुन्छ? जनता खुसी छन् तर भित्रभित्रै देश बेचिन्छ। तपाईँले काठमाडौँमा एउटा बालेनको फोटो जलाउँदाखेरि तपाईँले सिमानामा बुझ्नु भएको छ? सिमानामा बस्ने नेपालीहरूको पीडा बुझ्नु भएको छ? नेपालीहरूले उता गएर खेती गर्नुपर्छ, भारतीयहरूले यता आएर खेती गर्छन्। यो भौगोलिक जुन बनावट छ यो प्रकृति नै फरक छ। सो यसमा चाहिँ बालेनले तथ्यपरक भएर कुरा राखेका हुन्। अब यसबाट डराउनु पर्ने कुरो छैन, सत्य हो। नेपालको भूमिलाई चाहिँ अब दिनुपर्छ भारतलाई भन्न खोजेकै होइन के। जुन तथ्य प्रमाण नक्सा हेरेर हामीले यो सीमा विवादलाई चाहिँ छुट्याउनु पर्छ है, समाधान गर्नुपर्छ है। भारतले पनि अभियसली दाबी गरिरहेको छ, नेपालले त गर्ने नै भयो। भारतले गुमाउनु पर्ने केही छैन, नेपालले गुमाइसकेको भूमि छ, हैन? हाम्रो गुमाइसकेको भूमि फिर्ता ल्याउनु पर्या छ। भारतलाई चाहिँ गुमाउनु नै छैन। अब भारतले कुरो गर्ने भएन। सो प्रमाण, तथ्य, नक्साको आधारमा चाहिँ सत्य के हो त? हामीले ल्याउनु पर्ने के हो? कति जमिन हाम्रो हो, कति जमिन उसको हो? यो सीमा विवादलाई यसरी प्रष्ट पार्न सकिन्छ भनेर बालेनले प्रष्टै पारेका छन्। यो कुरा चाहिँ सस्तो राजनीति गर्ने, सस्तो लोकप्रियता कमाउने र आफ्नो राजनीतिलाई अझै लामो समयसम्म जनतालाई भ्रममा राखेर 2-4 दिन रोटी सेकाउँ भन्नेहरूले उचालेको बखेडा मात्रै हो। बालेनले नेपालको भूमिलाई उता दिनुपर्छ भने होइनन्। सीमा विवादमा यस्ता समस्याहरू हुन्छन्। तथ्य प्रमाण नक्सा हेरेर हामी एक आपसमा बसेर साथीको हिसाबले समाधान गरौँ भन्न खोजेका हुन्। यो बुझ्न झोलेहरूलाई अझै 10 वर्ष लाग्छ।